अर्जुनलाई कस्तो भइरहेछ आज एकदम हाउसफुल तरिकाले फिल्म झरेपछि इन्द्रेणी चलिरहेछ कस्तो पाइराख्नु भएको छ हाउसफुल तरिकाले भन्दा नि हाउसफुलै छ सबै सोहरू हामीले जति पनि सोजहरू पाएका छौँ सबै हाउसफुल छ र प्रतिक्रिया हेर्नुहुने जतिले अहिलेसम्म अब अत्यन्तै राम्रो अत्यन्तै सुन्दर अत्यन्तै मार्मिक अत्यन्तै त्यो हौसला प्रदान गर्ने किसिमको यस्ता फिल्म बनाउनुपर्छ तपाईँले अझै पनि भन्ने खालका प्रतिक्रियाहरू आएको छ सबै चिज राम्रो छ अझै पनि दर्शकहरू टिकट पाइएको छैन सो कम भयो भनिरहेछन् यसलाई बढाउने प्रयास कति गरिरहेको छ हाम्रो तर्फबाट फिल्म रिलिज भएको पुस 4 गतेदेखि नै हामीले सो बढाउने तयारी व्यापक गरेका हौँ र तयारी गर्दा गर्दैखेरि पनि जति पनि हामीलाई सोहरू दिनुभएको छ त्यसको सम्मान गर्छौँ त्यसलाई हामी हार्दिक धन्यवाद भन्छौँ मिल्छ भने नेपाली फिल्मलाई प्रमोट गर्नलाई मिल्छ भने यो दर्शकहरू हल हलमा गएर फर्किनु भएको छ सिनेमा हेर्न नपाएर सोहरू थप दिनु होला मिलाइदिनु होला किनभने नयाँ आउने सिनेमालाई हामीलाई 4 सो दिनुभएको थियो क्युएफएक्समा जम्मा 4 सोले मात्रै हामीले धान्न सकेनौँ दर्शकहरूको माग बढिराखेको छ कृपया सोजहरू थप दिनु होला क्युएफएक्स टिमले हामीलाई सहयोग गरिदिनु होला भन्छु अहिलेसम्म कति गुनासो हो अलि धेरै गुनासो भन्दा पनि अब उहाँहरूले अब क्युएफएक्सले जे रुल अप्नायो अरूले पनि त्यही रुल अप्नाउनु भएको छ होइन सोजहरू दिनुभएको छ तर अलिकति अपायक टाइम पारिदिनु भएको छ किनभने मान्छेको सिनेमा हेर्ने आउने टाइमलाई पनि अलिक अप्ठ्यारो नपरिकन सिनेमाको टाइमलाई उहाँहरू आएर हेर्ने वातावरण बनाइदिने खालको टाइम र सोजहरू एटलिस्ट दिनमा बिहान दिउँसो बेलुका 3टा सो दिनुभयो भनेदेखि हुन्थ्यो भन्ने मात्रै कुरा हो बक्स अफिसको एक्सेस खोलेर हेर्नु न अब आज 7औं दिन एकचोटि खोलिदिनुहोस् न कति भयो कलेक्सन फिल्मको अनि यहाँ अब मसँग त्यो एक्सेस छैन प्रोड्युसरज्यूहरूसँग हुन्छ त्यो एक्सेस र म चाहिँ अहिले त्यो एक्सेस हेर्नेतिर भन्दा नि सिनेमाको हल रिभ्यू आफूले गर्न सक्ने प्रचार प्रसार आफूले भनेर हुने साथीभाइहरूलाई मिडियाकर्मी सम्पूर्ण साथीभाइहरूलाई पर्सनली रूपमा पनि भनेको छु सपोर्ट गरिदिनु होला फिल्म हेरेर प्रतिक्रिया दिनु होला रिभ्यूलेहरू लेखिदिनु होला किनभने फिल्म नहेरिकन अन्दाजमा हजुवाको भरमा लेख्दाखेरि ठुलो लगानी छ ठुलो टिम छ ठुलो उम्रिँदै गरेका धेरै कलाकारहरू नयाँ कलाकारहरू प्रतिभावान कलाकारहरूलाई ठाउँ दिइएको छ त्यही भएर एउटा बन्द कोठाभित्र बसेर पूर्वाग्रही ढङ्गले चाहिँ रिभ्यू सिभ्यू नलेखिदिनु होला भन्न चाहन्छु फिल्म हेर्नु होला मलाई भेट्नु होला रिभ्यू लेख्न पनि पाउनुहुन्छ उहाँको आफ्नो दिमागमा जे चल्छ त्यो लेख्न पाउनुहुन्छ तर नहेरिकन रिभ्यू लेखेको देखिएछौँ हामीले 2-4वटा सञ्चार माध्यम पत्र पत्रिकाहरूमा त्यो चाहिँ नगरिदिनु होला गाह्रो चाहिँ कसरी भयो भने अब दर्शकहरूले अब चितवनमा बिर्तामोडमा विराटनगरमा धनगढीमा पोखरामा काठमाडौँका पनि विभिन्न क्युएफएक्सहरूमा विभिन्न टाइमिङमा सोहरू मागिरहनु भएको छ तर हाम्रो सो छैन क्या हामीलाई दिनुभएको छैन क्या त्यो किन गर्नुभएको छ र उहाँहरूले जति प्रोभाइड गर्नुभएको छ आजको दिनसम्म हजुरले खोलेर हेर्नु होला त्यो सबै सोहरू हाउसफुल छ दर्शक नआएर सिनेमा मन नपराएर पनि होइन दर्शक आउँदा आउँदै पनि हाम्रो सिनेमालाई सो नपाउनु भनेको चाहिँ यो अब म नयाँ मान्छे परेँ मेरो अब पहुँच पावर छैन कहीँ पनि म कोही पनि चिन्दिनँ मैले कसैलाई भन्न पनि सकिनँ र रुल अनुसार आयो होला भन्नेमा थिएँ अब के अनुसारको नसक्दो कुरा गर्नुभयो सबैभन्दा ठुलो पावर देशकै शक्तिशाली व्यक्तित्व बालेन शाहसँग जोडिनु भएको छ बालेन शाहको टिमसँग जोडिनु भएको छ उहाँको गीत पनि छ फिल्ममा यत्रो पावरफुल मान्छेसँग जोडिँदा भने कसरी शक्तिहीन महसुस भयो तपाईँलाई त्यस्तो चिजलाई हामीले सिनेमामा जोड्ने पावर होइन नि त सिनेमाको पावर भनेको मैले झरेपछि इन्द्रेणीको पावर भनेको त्यस्तो पावर होइन झरेपछि इन्द्रेणी टिमलाई चाहिँ जुन क्युएफएक्सबाट आउनुपर्ने सोहरूको पावर फिल्मको पावर भनेको मैले राजनीतिक पावर यहाँ जरुरतै छैन नि फिल्मको पावर हो एउटा अवेरनेस सिनेमा हो सिनेमा हेरेर प्राउड गरिरहनु भएको छ सम्पूर्ण दर्शकहरूले सम्पूर्ण साथीभाइहरूले हेर्ने जतिले प्राउड फिल गरिरहनु भएको छ भने त्यसलाई सोहरू थपिदिएर सहयोग गरिदिनु होला धन्यवाद अहिले झरेपछि कि इन्द्रेणी जहाँ सुटिङ भयो होइन त्यहाँ 1-to-1 वार्ता पनि भइरहेको छ तपाईँ पनि स्वयं उपस्थित हुनुहुन्थ्यो त्यहाँ होइन के भइरहेछ देशले के कुन मोड लिँदैछ र यो नयाँ शक्तिहरू मिल्ने सम्भावना कतिको देख्नु भएको छ मलाई त्यो विषयमा जानकारी भएन जुन ठाउँमा उहाँहरूको वार्ता भयो त्यही स्टुडियोमा हो हाम्रो सिनेमा बनेको हाम्रो अफिस त्यही हो हामी रेस्ट गर्ने ठाउँ त्यही हो हामी कलाकारहरू हल भिजिट गएर बस्ने ठाउँ त्यही हो हाम्रो मिडिया कोअर्डिनेटर गएर बस्ने ठाउँ त्यही हो म गएर बस्ने ठाउँ त्यही हो हाम्रो अरू कलाकारहरू तपाईँहरू पनि गएर बस्ने ठाउँ त्यही हो अब त्यहीँ आएर उहाँहरूले वार्ता गर्नु भनेको यो झरेपछि इन्द्रेणीको लागि शुभ सङ्केत हो